नमस्ते। यो मेरो चाहिँ नेपाली किचनमा चाहिँ हजुरहरूलाई स्वागत छ। आज चाहिँ मैले काँचो आँपको खटमिठी बनाउन गइरहेको छु, जसको लागि चाहिँ मैले सर्वप्रथम चाहिँ यो आँपलाई चाहिँ ताछेर लिएँ र जम्मा मैले 5वटा जति ठुल्ठुलो आँपको चाहिँ मैले आज खटमिठी बनाउन गइरहेको छु। सर्वप्रथम त पहिला सुरु चाहिँ यसलाई चाहिँ हल्का स्लाइस गरेर पातलो पातलो टाइपले यसलाई काट्दिएँ। अनि यसलाई चाहिने चाहिँ मरमसलामा अदुवा, खुर्सानी, अनि तपाईँको हिङ, मरिच, अनि यो चाट मसला सँगै चाहिँ यो बिरेनुन र कागती चाहिँ खास किन राख्ने भन्दाखेरि यसले चाहिँ ओरिजिनल टेस्टलाई चाहिँ एकदम जस्ताको तस्तै राख्छ। यसमा मैले केही आर्टिफिसियल कलरहरू के पनि हालेको छैन। र मैले एउटा भन्नु पर्दाखेरि चाहिँ यो काटिसकेपछि आँपलाई चाहिँ मैले नुनमा मोलेर एकछिन राखिदिएको थिएँ र मलाई त्यो तिखो अमिलो धेरै मन नपर्ने भएर मैले यसमा चिनी, गुड हजुरहरूले जे मिसाउँदा पनि हुन्छ। मैले चाहिँ अलिकति चिनीको मात्रा चाहिँ अलि गुलियो मन पर्ने भएर मैले चिनी चाहिँ हालेको छु। हजुरहरूले चाहिँ त्यसको बदलामा चाहिँ सक्खर मिसाउँदा पनि हुन्छ। र मैले भाँडामा चाहिँ यसलाई गरेर मजाले एकछिन चलाएर छोपेर राखेँ र सँगै चाहिँ कागतीलाई पनि त्यही बेलै पकाउँदै निचरेर हालिदिने। अनि अब यसलाई बिस्तारै हल्का यो नरम भइसकेपछि चाहिँ अहिलेको मसलाहरू सबै हालिदिने यसमा हाल्ने, किनभने त्यो सुरुमै हल्का गल्ने बित्तिकै हाल्दाखेरि चाहिँ हजुरको यो चाहिँ कस्तो भने त्यसले एकदम मजाले मसला लाग्छ त्यसमा र पाक्नमा पनि त्यो मजाले मसलाहरू पनि सबै मजाले पाक्ने भएर सुरुमै हालिदिएको। अनि अब यो अचार चाहिँ यति टेस्टी हुन्छ कि अहिलेको सिजन अनुसारको चाहिँ यो आँपको अचार खाँदा पनि मजा आउँछ। मैले एउटा भाँडामा चाहिँ रेडी भइसकेपछि मैले हालेर एकचोटि ट्राई गरेँ। यो भन्दै पनि मेरो मुख यस्तो रसाइरहेछ कि हजुरहरूले पनि एकचोटि खाएर ट्राई गर्नु होला। एकदमै मिठो हुन्छ है, एकदमै मिठो हुन्छ।